हेलो गाइज नमस्ते वेलकम टु माई मिनी भ्लग। साथीहरू मैले नानीलाई आज रेडी पार्दैछु। मेरो छोरी चाहिँ फेरि भिडियो मिनी भ्लग बनाउनको लागि चाहिँ एकदम एक्साइटेड हुन्छन् कि भिडियोहरू बनाऊँ भने पनि एकदम खुसी हुन्छन्। अनि नानीले अस्तिदेखि भनिरहेकी थिइन् मम्मी मेरो स्कुल जाँदाको भिडियो बनाइदिनु न, रेडी भएको भिडियो बनाइदिनु न भनिरहेकी थिइन्। अनि आज चाहिँ छोरीले भनेको गरे भनेर मैले चाहिँ उसको स्कुल रेडी जाँदाखेरि रेडी बनाएको चाहिँ भिडियो बनाउँदैछु। मेरो छोरीको हेयरस्टाइल गराउँदैछु मैले। अनि उसलाई चाहिँ दुईचुल्टी बाँधेको चाहिँ अति मनपर्छ। आज चाहिँ मैले कति दुईचुल्टी बाँध्ने, आज यस्तो खालको हेयरस्टाइल बनाइदिन्छु भनेको। ल हुन्छ आज चेन्ज गरौँ न त, आज हेयरस्टाइल चेन्ज गरेर बाँधौँ है मम्मी भनिरहेछन्। अनि बाबाले चाहिँ नानीको बाबाले चाहिँ भिडियो बनाउँदै हुनुहुन्छ। छोरीले फेरि आफै नै क्या 11-2 चाहिँ आफै नै कलर चुज गरेर लाउन खोज्छिन् क्या। उनलाई म उसको फेभरेट कलर मात्रै लाउने भन्छन्। उसलाई फेरि पिङ्क ब्लू अनि येल्लोहरू तिनी चाहिँ मनपर्छ। अनि 11-2 छानेर थिइन्, डब्बा चाहिँ खस्यो क्या, हाँसिरहेछन् खस्यो भनेर। अनि मेरो छोरीलाई चाहिँ अब मेकअप गरिदिँदैछु। अनि भन्छन् कि मम्मी देखाउनु पऱ्यो नि त मेकअप गर्ने सामानहरू भनेर भन्छन्। अनि उसलाई चाहिँ मैले के पनि लाउँदैन कि उसको फेसमा, किनभने चाहिँ मलाई धेरै उसको फेसमा क्रिमहरू लगाएको मन पर्दैन। बेबी क्रिम लगाइदिन्छु मैले, हिमालयनको मोइस्चराइजर लगाइदिन्छु। अनि त्यो अरूहरूले सनस्क्रिन के लाउँछन्, तर मलाई चाहिँ त्यो लाउँदैन कि। मैले उसलाई चाहिँ सिम्पल एउटा मोइस्चराइजर मात्रै लगाइदिन्छु। अनि अब उनले भन्छन् मलाई गाजर लगाइदिनु, यो देखाउनु पऱ्यो नि मम्मी भन्छन्। फेरि एकदम मेकअप गर्ने एकदम रुचि छ क्या मेरो छोरीलाई। अनि मैले सानीलाई अनि गाजरको टिका लगाइदिएँ। हजुर मम्मी पाउडर पनि देखाउनु पऱ्यो भन्छन् कि। अनि मैले नानीलाई पाउडर लगाइदिएँ। अनि मेरो छोरीलाई के मेकअप गर्न अति नै मनपर्छ। खै फ्युचरमा गएर मेकअप आर्टिस्ट बन्छन् कि ब्युटी पार्लर ब्युटिसियन बन्छन् कि खै मलाई थाहा छैन, तर उसलाई छोरी मान्छे भएर हो कि खै के उसलाई मेकअप गर्न अति नै मनपर्छ। अनि यो चाहिँ मैले छोरीलाई पर्फ्युम लगाइदिन्छु कि, किनकि यस्तो गर्मी छ पसिना आउँछ, हल्का के बच्चालाई लगाउने पर्फ्युमहरू हुन्छ नि त्यो लगाइदिएको। अनि मेरो छोरी अब फाइनली मम्मी मेरो मेकअप भ्याइयो है भन्छन्। अनि हेर्नु म फाइनली गाइज रेडी भएँ, म राम्री भएँ कि नै भन्छन्। अनि अब मेरो छोरी स्कुल जान रेडी भइसकिन्। अनि बाबालाई जाऊँ न बाबा छिटो भन्छन्। बाबाले चाहिँ बाइक निकाल्दै हुनुहुन्छ। बाबालाई भन्छन् कति ढिलो गरेको होला नि बाबा, छिटो गर्नु न भनेर आइछन्। अनि मम्मी म हजुरलाई याद गर्छु नि स्कुलमा भन्छन् कि। फेरि हेर्नु न फाइनली मेरो छोरी अब स्कुल जान रेडी भइसकिन्, मलाई बाई गरिरहेछन् मलाई।